भैँसीहरू मस्त सुतिरहेको छन् टक्का लाएर माथि त्यो घरतिर आयो तरको त्यतिकै मेरो झरेर चाहिँ नुहाउनु यो धोएर राखेको चला अनि सन्चै छु है। अनि आज चाहिँ त्यही हो है गएर घाँस लिन जानु छ मेरो चाहिँ। म तरकारीहरू पकाउन लागिरहेको छु, खाना चाहिँ पाकिसक्यो होइन। अनि हजुरहरूले नि अलि सब्सक्राइब हान्नु परेन मलाई चाहिँ होइन। अनि मलाई तपाईँहरूले माया गरिदिनु भइरहेको छ, त्यो मलाई लास्टै खुसी लागिरहेको छ आजभोलि चाहिँ होइन। अस्ति त म भ्युजै आउँथेन क्या, त्यही भएर मलाई बनाउन नि मैले छोडिसकेको थिएँ। अनि फेरि सबैले मलाई बना भन्नुभयो, त्यही भएर मैले फेरि बनाउनु थालेको। अहिले चाहिँ माया गरिदिनु भइरहेको छ, आजभोलि चाहिँ भ्युज आउँछ होइन। अनि त्यो मलाई बनाउनु नि रहर लाग्छ, जे हुन्छ त्यही हालिदिन्छु आजभोलि चाहिँ मैले। अनि त्यही हजुरहरूले सक्दो सेयर लाइक सब्सक्राइब गरिदिनु होला भन्छु म चाहिँ होइन। त्यही हो कोरो त्यो ऊ चाहिँ फुल वाच भिडियो चाहिँ गरिदिनु है। त्यो गर्नुभयो भने मलाई हुन्छ नि। अब मेरो वाच टाइम चाहिँ पुरा भएन क्या, त्यही भएर त्यो गरिदिनु होला। अनि त्यही हो आज चाहिँ म तर खानासाना पकाएर अनि फेरि उता घाँस लिन जानु छ। फेरि ढिलो हुन्छ कि यता आज फेरि बाबा त काममा जानुभएको त यतैतिर, त्यो 11 बजे खाना आउनुहुन्छ। अनि फेरि उहाँबाट घाँस ल्याएर 11 बजे खाना दिन आउनुपर्छ क्या, त्यही भएर छिटो गर्नुपर्ने हुन्छ। यो सोयाबिन अनि आलु छ होइन, टक्क लाएर पकाउनु पर्ने हुन्छ होइन। खाना चाहिँ पाकिसक्यो, छिटो लाएर खाना चाहिँ पाकिसक्यो भने सटसँग खाना पाकिसकेको छ। अनि अब तरकारी पकाउनु पर्ने हुन्छ। म चाहिँ तरकारीहरू काट्छु, आलु सोयाबिन बनाउनु पर्ने हुन्छ आज चाहिँ। यो सजिलो छ आजको लागि चाहिँ, तरकारी झापझुप छ नि त यहीँ। त्यो मलाई फेरि पकाउनु मन लाउँछ कि सबै सामानहरू भयो भने, सामान भएन भने त लास्टै अल्छी आउँछ क्या। पकाउन आइरहेको छु, भैँसीहरू मस्त सुतिरहेको छन् टक्क लाएर। अनि म चाहिँ आज फर्स्ट टाइम आएर एकैछिनमा बोल्दिएको क्या यार, आएको यार फर्स्ट टाइम जहिले ल्याङ बसेर आएकोले आज फर्स्ट टाइम बोलेर आएको। तरकारी सरकारी पकाएर म चाहिँ आइसकेको छु, सट्टु लाएर हेर्नु न। अब हाम्रो चाहिँ धान गोड्ने बेला हुन्छ होइन, टक्कसँग नि ए घाम यस्तो लाग्यो आज। अन्त मौसम भोपाल छ नि, टक्क दामी छ हेर्नु न, सर खतरा छैन त नि मौसम त, कहाँ सक्छ र सक्दैन नि। अनि त्यही हो है। अब म चाहिँ नि घाँस लिन जानुपर्ने हुन्छ, यस्तो घाम चाहिँ यार लास्टै ल्याङ यार घाँसहरू उहाँ कति फेरि यस्तो उकालो छ क्या यार, सम्म यस्तो सम्म बाटो हानिन्थ्यो होइन, यस्तो उकालोमा अब लास्टै जान्छ। अब चाहिँ बलिसक्यो है, अब बसाउनु पर्ने हुन्छ कुरो बसाउनु पर्ने हुन्छ। अनि यिनीहरूलाई आज खोल्ने त होइन होला, मस्तसित यिनीहरूको जिन्दगी आनन्द छ कि मस्त छ है। म चाहिँ घाँस लिन हिँडिसकेको छु, बवाल छ है आजको मौसम चाहिँ, त्यही हो यहाँ के बिधि घाम हो आमा थट पुरै घाम त डेन्जर टल्किएको थियो यार। आज मार्ने भयो घामले, डेन्जर टल्किएको थियो घाम त। त्यो घरबाट माथि त्यो घरतिरबाट घाँस लिएर आउनुपर्छ, त्यतातिर काट्दै हुनुहुन्छ होइन। अनि त्यहाँ पुगेर घाँस लिएर आउनुपर्ने हुन्छ है। म चाहिँ अब घाँस लिन जाँदैछु। अन्त मार्छ यार घामले, अहिले यस्तो भइसक्यो। अब 12 बज्छ होला, 12-1 बज्छ होला यार, यस्तो घाममा मार्ने भयो यार। अच्छा यार के हो यो बाटो हो कि यो के हो यो यस्तो पुरै के विधि हो? अच्छा
आइपुग्ने लागिसके होइन चट्टिसँगले यति घाम छ यार के बिदियो घाम कस्तै घाम छ यार गाउँतिर भइसक्यो कालो ओह्रालो यताउता हेर्नु पाउँछु त्यही हुन्छ धान हजुर भर्खरै आएको भारी भयो हेत्तेरी ल ल घाँस बोकेर जानुपर्ने हुन्छ टक्क लाएर टेन्सन हुन्छ है भ्यू चाहिँ बवाल छ त्यो टुप्पामा जानुपर्ने हुन्छ यत्रो बाटो आमामामा यार यस्तो घाममा मर्छ हौ मान्छे अहिले यत्तिकै हिँड्दा त गर्मी भएको छ भनेपछि अहिले म घर पुग्ने बेरसम्म त म त मरिभ्याउँछु होला है फेरि घाम त्यस्तै छ मलाई हप्सी बनाइदिनु यार हप्सी मान्छेलाई अति बनाउनु भयो म चाहिँ यतातिर बचाउँछन् आएको पानी खानको लागि कस्तै जाउ भयो के वाइल्ड गर्मी भयो नि थाहा छ धान त बवाल भएको छैन नि सट धान चाहिँ बवालै भन्छ है तर यता खोलाको अब उसले डिस्टर्ब गर्यो है म तलै गएर लिएर आइदिन्छु अब तिनीहरूलाई पानी है उयो सधैँ कस्तो सानो हो धान पनि के हो अब गोड्नु पर्ने हुन्छ धान पनि है चुट लाएर निस्किन्छ फेरि घाँस बोकेर हिँडिसकेको छु होइन यो उकालो पुरै सर हो त्यो होटलभन्दा उता पछाडिपट्टि जानुपर्ने हुन्छ होइन यत्रो उकालो बोकेर झन् अहिले यार उ भयो घाम अलिक गयो त यस्तो घाम लागेको थियो नि यो यति गर्मी सो आइपुगिसकेको छु मैले बिहान कुरो बसाल्दै गएको पाकिसकेको छ होइन चट्ट लाएर यत्रो ठुलो बारी बारी होइन बोकेर आएको भन्नै मारेको थियो यार गर्मीले टाउको दुखिरहेको छ त्यही हो अब फेरि घाम लाग्यो नि यस्तो घाम टल्किरहेको फेरि अब तर आज वेदर चाहिँ खत्रै हो घाम चाहिँ यति साह्रो छ यार घाम कस्तै घाम छ यार अनि अब कति 1 बजिसक्यो क्या अब खाना खानुपर्ने हुन्छ हामी चाहिँ चट्ट लाएर त्यही हो गाइस है अहिले चाहिँ म टक्कसँगले सुतेर भर्खर उठ्दैछु होइन अनि कति लगभग 5 साढे 5 हुन लागिसकेको छ दिउँसभरि सुत्दैछु है घाम थियो नि त अनि घाँस लिएर आएँ अनि दिउँसभरि सुत्दैछु खाना खाएर अनि चट्ट लाएर अनि यहाँ चाहिँ अब कौडा धुनुपर्ने हुन्छ अनि तल गोबर सोर्नुपर्ने हुन्छ पहिला सुरु चाहिँ गोबर सोर्न जाँदैछु है यिनीहरू चाहिँ टक्कसँगले बाहिर पुरै हाँस्दैछन् यिनीहरू चाहिँ चट्ट लाएर अनि त्यही हो अब म चाहिँ जानुपर्ने हुन्छ गोबर सोर्नको लागि अनि भोलि चाहिँ बिहानै नुहाएर अनि अब भोलि के हुन्छ भने होइन यो सिन्ना दुईजना चाहिँ नुहाएर बसिसकेका छन् 100 रुपियाँ त्यतिकै मेरो झरेर रहेछ यिनीहरू टिपेछन् होइन अनि त्यो पैसा कता गयो भनेको यिनीहरूले भेट्टाएर रहेछन् कि यति गरी यिनीहरूसँग
अनुसन्धान हाने चारपडे हानिदिने अरे केही नि हुँदैन मेरो पैसा भयो नि केही नि बाल छैन होइन म चाहिँ अब गएको होइन म त उ गएको त्यो ल ल ल ल अनि त्यही हो है यहाँ चाहिँ पानी पर्न लाग्यो चट लाएर देख्न सक्नुहुन्छ उता माथिबाट चाहिँ पानी परिसकेको छ चट्टसँगले त्योहरू म छिचरी गोबर सोरेर कपडा धुन आउनु पर्ने हुन्छ है दामी हो क्या आजको मौसम चाहिँ दामी छ तर अहिले चाहिँ पानी पर्न लाग्यो दिउँसभरि यस्तो घाम लाग्थ्यो अन्त आमामा पानी पर्न लाएर हावाहुरी लाउनु लाग्यो बास है म चाहिँ पहिला सुरु गोबर सोर्नु पर्ने हुन्छ चट्ट लाएर म गोबर सोर्छु मम्मीले त्यो हुन्छ नि त्यो भर्खर भर्खरको त्यो फुलकुचो हो त्यसको उ हालिदिनु भएको थियो त्यहाँ राखिदिनु भएछ क्या कुचोनेर यस्तो हेर्नु जुसै जुस भइसक्यो नानी धुनुपर्ने हुन्छ चट्ट लाएर चट्ट लाएर धुनुपर्ने हुन्छ है त्यही हो होइन आजको लागि चाहिँ खासै कन्टेन्ट भएन क्या है म जस्तो हुन्छ त्यस्तै हालिदिनु क्या आज मलाई त्यही हो अब म जस्तो हुन्छ त्यस्तै हाल्छु है अनि उ गर्नै मिल्दैन कन्टेन्टै हुँदैन अब गाउँघरतिर जे हुन्छ त्यही हालिदिनु त पऱ्यो होइन हजुरहरूले हेर्नको लागि हजुरहरू हेर्नको लागि आतुर हुनुहुन्छ नि त त्यही मैले जे हुन्छ त्यही हालिदिन्छु अरू केही हुँदैन होइन अनि त्यस्तै हो आज चाहिँ कस्तो हो ताल बढेर हेर्नु त त्यो ल्यान्डिङको पुरै उसमा आयो ताल बढेर अनि त्यही हो अनि आजको लागि लगभग यति नै हुन्छ होला भन्न चाहन्छु होइन अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई होइन लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला अनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको लागि बिदा हुन्छु हस्त बाई बाई।